रोका गरिदियो भन्छन्। मैले गरिदिएको होइन, म जितेर आउनुभन्दा 4 महिना अगाडिको मुद्दा थियो। त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यो देश कानुनी राज्य भएको कारणले कानुनको अन्तिम व्याख्याता भनेको सर्वोच्च अदालत हो। न्यायाधीशले अदालतले जे भन्यो त्यही गर्नुपर्छ हामीले। त्यसो भएको कारणले गर्दाखेरि सर्वोच्च अदालतले के स्टे अर्डर जारी गरेको छ, के आदेश तपाईँको चाहिँ दिएको छ भने जस्तो छ त्यस्तै राख्नु है, जस्तो छ त्यस्तै राख्नु, त्यहाँ केही पनि अरू नगर्नु। तपाईँको चाहिँ के अरे भनिसकेपछि हामीले चाहिँ तपाईँको त्यो आदेश मुताबिक त्यसलाई ठुक्वा गरेर सीमाङ्कन गरिहिँड्नुपर्ने होइन, फित्ता बोकेर कुदिनुपर्ने हामी गर्न सक्दैनौँ। त्यसो गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि अदालतको अवहेलनाको मुद्दा लाग्छ। त्यस पछाडि तपाईँको तपाईँको चाहिँ के अरे मेयर जोसुकै होस् होइन, जसले त्यो गरेको हो, अब मेयरलाई त लाग्ने कुरा भइहाल्यो, उसको पदै जान्छ, जेलै जान्छ। त्यसो भएको कारणले गर्दाखेरि म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु के भन्दाखेरि हल्का साम्पाङले रोकेर राखेको होइन, त्यो सर्वोच्च अदालतले विचाराधीन मुद्दा बनाएर राखेको कारणले रोका भयो। म निवेदन गर्न चाहन्छु, सर्वोच्च अदालतलाई पनि निवेदन गर्न चाहन्छु। मैले निर्देशन गर्न सक्दिनँ, तर निवेदन के गर्न चाहन्छु भने यो विषय तुरुन्त टुङ्गाइदिनु। धेरै वर्षदेखि मान्छेले दुःख पाइराखेको छ। कतिवटा जलाधार भनेर सीमाङ्कन गर्ने अधिकार हामीलाई दिनुहोस् अथवा तपाईँहरूले नै कुनै निकाय पठाइदिनुहोस्, यो कुरा भनेर मैले निवेदन गर्न चाहन्छु। सदनमा पुगेपछि हामी यो कुरा उठाउँछौँ, सरकारमा पुगिसकेपछि हामी त्यो काम गर्छौँ। किनभने धरानको मेयरको पदमा बसेको मान्छेले त्यो गर्न सक्दैन। धरानको मेयरको पदमा बसेको मान्छेले त्यही सर्दु र सिउतीको गिटी लिएर तपाईँको खाल्डामा पुग्नु पर्दा पनि वनको प्रहरी आएर तिरतिर गरेर हाम्रै प्रहरीलाई पक्रेर लगेको कुरा पनि म तपाईँलाई जानकारी गराउन चाहन्छु। पालिकामा त्यत्रो अधिकार हुँदैन। त्यो अधिकार नभएको कारणले गर्दाखेरि मैले तपाईँलाई सहयोग गर्न सकिनँ। सर्वोच्च अदालतको त्यो खालको आदेशलाई मैले होइन अवहेलना गर्न नसकेको कुरा म सम्बन्धित तपाईँको चाहिँ दाजुभाइ दिदीबहिनीहरूलाई निवेदन गर्न चाहन्छु, जानकारी गराउन चाहन्छु।